बुमा ठाउँमा सेल्काका होला काका एकजना पुगेन नि सम्झना बहिनी लानु सम्झना लैजाउँ है हामी यहाँ काट्छौँ सगाइमा सम्झना गयो सगाइदेऊ ल तल हामी यहाँ काट्छौँ दुईटा बोक्नु ल बहिनी म चाहिँ गोप्रोको ब्याट्री चार्ज गर्नु निस्किँदैछु सकिएको क्या अर्को हालेर खिचिरहेको छु अनि 1 रुपैयाँको नोट पनि चाहिने भयो क्या टोप्समा 1 रुपैयाँ रुपैयाँ 1 है लाइट पनि बोक यो चाहिँ पहिला राजाको पालोको पैसा हिँड्नु भयो हिँड्नुम ल है माछा माछाले सिरेक ओर्छ नि म थेबु मकै बोकेर हिँड्दैछु दाजुभाइको घर हिँड्यो पुतली आमाई फेरि नाच्नै आउनु उठ्दै कि है पुतली आमाई एउटा अरू ट्रा हो त्यसको ट्राउजर भनिन्छ कि तर यो बोलाङ्के ट्राउजर तातो चाहिँ केही पनि हुँदो रहेछ ल भन्दा अर्को तातो छ नि को चाहिँ अघि म माथि हुँदा धेरै नदेख्नु अब त कालीना तिम्रो चन्द्रमा जस्तो शिरबन्दी सिरैमा हाम्रो डान्स बवाल हुन्छ धेरै नदेखाऊ क्या अरू उहाँ चेप्टी दिदीलाई नसी दिदीलाई देखाऊ म थेबुला मात्र नदेखाऊ फेरि यो सिनको त म त सबैभन्दा बुढी मान्छे नमस्कार पुतली आमाई नमस्कार नमस्कार तपाईँको आफ्नो रोल गर्नु कसरी तपाईँको खर्क सिरिजमा नाम के छ खर्क सिरिज हो खर्क सिरिज तपाईको चाहिँ नाम के हो क्या खर्क सिरिजमा खर्क सिरिजमा मेरो खोइ सबैले पुतली आमै भन्नुहुन्छ पुतली आमै हो तपाईँ हजुर कति वर्ष पुग्नु भयो नि म 65 पुगिसके ल धन्यवाद छ आमाले एकदमै चाहिँ पैसा खतरा छ यसमा 5 रुपैयाँ 1 रुपैयाँ ए नकली पैसा पो 2 रुपैयाँ 2 रुपैयाँ 20 रुपैयाँ है मका टिभी खाएको पहिला पैसा देख्नुभयो कता छ त नि ट्राई गर्दैछु यहाँको हो सुन्दै हजुर दिदी आमा खोइ त खोला खोलमा दाउरा लिन जानु भएको ए म तर जाँदैछु भन्नु पर्यो भनेर छ त्यो त आउनु हुँदैन त्यो त पिरातिर बस्नु दिदी होइन नबस्नु आइहाल्नु यता बस्नु नि अब चाहिँ पुकुन्डो बोक्ने हो क्या ओप्नु एकछिन फोकसको लागि अनि मात्रै पुकुन्डो लिएर जानु होला भुइँमा हेरेर किन के अरे सक्ला गाह्रो हो त्यो हरियो हो त्यो हरियो भाटोमा आएर है कता हो हरियो हेर्नुमा त्यसलाई फुटेको हेर्नु त पुकुन्डेलाई सिउरी लैलु जानु पर्यो
ल पुकुण्ड लिएर जानुहोस् सम्झाउनु धेरै गरेर हेरेको गर्छ त मन पर्यो होला हामीलाई पनि अन्त मन पर्यो ल है आज मलाई चाहिँ बुम बोक्नु मन भएको छ आज बहिनीलाई हो ट्याक्कैसँगले एकजना आर्टिस्ट पर बसिरहेछ कुलिली थैली पनि मजाले राखेको छ हौ माया दिदीले यता हाम्रो पुतली आमै हुनुहुन्छ फेरि एकचोटि लाटीको रोल गरेर देखाउनुहोस् त तिम्रो डोला डोला हातमा मेहन्दी भरे छौ हो त्यस्तो अच्छा हल्का कतिमा छिर्छ माया दिदी तल भन्नु त ऊ तल 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 घर चाहिँ देखाउनु हो आउँदो रहेछ त आमालाई रिफ्लेक्टर एकजनाले बोकौँ माया दिदी भए पनि पुतले आमै रिफ्लेक्टर ल्याउनु उमेरमा फुर्सद भएन बुढेसकालमा पहिला जानु पर्यो भने भाटाको बोकेको हैन ले आमा जाऊ यो दोबारौँ न अरु त हाम्रो त केही पनि आएन हो यो पहिला जाना हो त माथि चोया मात्रै बोक्नु यो म तलतिर राखिदिन्छु है बहिनी यो चोया मात्रै बोक्नु न यो मात्रै बोकौँ ल हिँडौँ न म ल्याइदिन्छु लु रातै पुरिगयो हौ नानी पोथी बासेको बुझ्दैन मन पर्दैन खतरा हुन्छ आज पेन किनी यो अगाडिको कालो बादल चाहिँ नभए पछाडिको चाहिँ दामी भएको छ क्या अब फेरि अब हेट झुमा क्या मस क्या के झुमा राई झुमा कर्णाली कर्णाली तिर म एक्लै डाँडाको भाषा कोही नै मेरी तिर राई झुमा झुमा क्या मस क्या के झुमा यहाँ अब यहाँ हुन्छ एक सर्ट मिस्टर खोक्लियाङको अस्तिको डाइलग रिटेक गर्नुपर्ने भयो त्यसो यो सुट हुने भए त यहाँ त यो नरोकै भयो त नमस्ते है सास पऱ्यो सेसानी आयो गुटुङटुङ कुदेर आएको त हे गुटुङटुङ लागि हिँडेको हामी यो लेन्स चाहिँ बाझर छ हो झम्के गुलेली हैटरी कङ्कलजी सकियो तलको तलको बल्ल बल्ल नि लाइट गएर तल गाउँसम्म जानु पर्यो आज चाहिँ भनिराखे भए पनि हुन्छ नि त होइन नि बिहान गएको भन्ने भयो नि त अनि बिहान गएको मान्छे त नि कहाँ गाउँसम्म मात्रै जान्छ भन्ने खालको पनि हुन्छ नि त आज बेलुका चाहिँ तलसम्म होइन लाइट बढी भएन
यतिको हो यतातिर मात्रै डिनर टाइम अब आउनुहोस् है डिनर टाइम जसरी पिठै कुट्दैछ झन्डै ठुलो निम्तो पिठै कुट्दैछ डिनर टाइम साग साको भात नाम हो केटेर बोटको दिनु नै अनि यो चाहिँ बोडीको तरकारी जिउ ज्यान सरकारी यता भेन्डाको अचार खाने छ कि विचार यता नुन अचार आदि उदी सुन यता चाहिँ बोटकी सानो बोटको दाल भात तरकारी यो त ऊ अलि यता नभए काकालाई दिनु खानु न पसिना राति धेर बेलुका त घटाउनु न हो त्यहाँ हो त्यसले घटाउनु न बिस्तार बिस्तार ठिकै छौँ हामी एकदमै ठिकै पढ्छु सबै एकछिन न म अन्तिमतिर खान्छु भात मात्रै निकाल्नु सब्जीहरू चाहिँ खान्छु अलि निकाल्नु अलि तातो भातमा चिसोमा यहाँ हालेपछि होइन सेलिन्छ ठिक लोकल गाईको महिना जले होला तेरो भिडियो भेन्डर त जाल तिमी त खानु नि उसले पिस्छ अहिले खाना हुन्छ नि दाललाई दिनु होइन खानु उसले पिसिहाल्छ उसले होइन खाना हो अहिले समस्याहरू त उमा गएको छ कि के हो होइन फ्याक्ट्रीतिर बन्नुलाई काकाले चाहिँ पुरा टेबल ए सजै ठोकिँदा केही बिग्रिँदैन बिग्रिँदैन हौ सूर्यको चन्द्र इत्यादि नाम पनि के पो त नि कति छ दाल लाउँदै थोरै सिस्नु फ्याल्नु पर्यो दिदी आधी झार्नु न त्यो भात म त खान्न यत्रो थोरै थोरै पसिदिनु केरा पनि हाल्नु दिदी केरा पनि दिनु त्यो भोकालाई पनि बोलायो खाना खाएर औषधि खानु थोरै दिनु चट्टै निको हुन्छ नि यस्तो ठाउँमा त आफै निको हुन्छ भने त मरिन्छ म त हालिदिन्छु सिस्नु होइन सिस्नु कराईमा छ ऊ त कितली झिकेर राख्नु राख्नु दिदी कितली पानी जब दाल चाहिँ दाल खानु तातो सुप पिएको भात थोरै लाग्नु भेट तपाईँ
अलिकति मात्रै त्यत्रो त होइन हाल्नु सबै हाल्नु है चिसो छैन होइन चिसो चिसो छैन यसलाई उचाल्ने बेला पनि फेरि यो सिलिन्डर हो आएको फुको फुको हुन्छ म यहाँ दालै दिएको छैन ए छोरा छ दालै दाल छन् खाम त दाजु मलाई सिस्नु मात्रै खान्छु ल पुतले आमा र मेरो खुराक उस्तै छ र खुसी लाग्यो राम्रो छ सम्झना पग्लो खाजा पनि खाएको छैन उसले त दिउँसो बिचरा साह्रो पर्यो अरे त्यस्तो मान्छे त होइन यहाँ भित्र नबस् बा बाहिर नबस् के हो खान्छ ज्वरो आयो दाल पनि भोटुकोमा खाऊ चम्ची चाहिँ छैन यो एउटा यो अचारको नै हिँड्नु 5-6 सब्जी गर्ने 6 वटा सातवटा चाहिँ यहाँ धुएर मजाले आइरहेको नानालाई के चाहियो माना मजाले खानु हुँदैछ सिस्नु खाने माना माना हजुर सिस्नु खानु हुने माना खानु हुँदैन चिल छैन त भातै छ है मोटा भए झन् खाउ लाग्छ घर घर आएर के छ कान्छाको अब कान्छाको पो थाप्नामा इते अलिकति नै लु भयो खाना कान्छालाई झपझप खानु खाना खाइसक्यो दामा फलेको सिस्नु ल्याएर माया बहिनीको घरमा दिदी बहिनी पकाएर खाने होइन त सम्झना राई खाने भयो मिठो भयो माया बहिनी घरमा हजार साग छ त तलौ साग छ अलिकति यो त धेर हुन्छ हौ मोटै सकियो क्या यहाँ हाल्नु न त खानु जान्छ जो यति मात्रै खानुहुन्छ र सागहरू चाहिँ खान्छ केटाले बिस्तारै कम मजाले खानुहुन्छ उहाँ लाइट डाउन गर्नुपर्छ सिस्नु सिस्नु त खाने कहाँ हजुर पुताली त्यो नखानु नि त्यो के भन्छ सिस्नु बढ्दो उमेरको मान्छे खानु पऱ्यो भने फेरि अलिकति दिने भयो दिदी दाल चाहिँ दालको सुप दाल होइन यहाँ दाल धेरै सुप कतै कतै यो पिउनै सकिन चाहिँ आएन भेटेको बाबा बाबा